हामी त आमा छोरी प्रोग्राममा जाँदैछौँ कि सेल नडलेर साई बाबा जत्तिकै हिँड्दैछौँ। हामी त आमा छोरी यहाँ स्कुल प्रोग्राम छ क्या अनि त्यहाँ जाँदै गरेको। अनि गाडीहरू त हिँड्दै रहेछ त। प्रोग्राम छ र त्यताको हजुर जाँदै यसो मेमोरिजको लागि भिडियो बनाऊ भनेर के मेमोरीको लागि हजुर हामीलाई त त्यो गेटमै छोडिदिनु न अगाडि लगेर। अगाडि होला सायद पल्लो गेटमा छोड्नु पल्लो गेटमा त्यो गाडी भएको त्यहाँ छोड्दिनु। ल हामीलाई यहीँ छोडिदिनु। छ भनेर मलाई मारेर ढिलो हुँदैछ अरे त्यसको। यहाँ 11 बजेदेखि हो अरे भनेको मान्नै मान्दैन। यहाँ ढिलो भयो भनेर मलाई यसरी ल्याउँदैछ। अब म्यामहरूलाई सोधौँ न ल। के अरे अनुजको स्कुल सबै त अगाडि छ नि त। अनि तिम्रो क्लासको त कहाँ हो बेबे? अनि उस ड्रेसमा आएका छन् तिमी फेरि अनड्रेस भन्यौ। यता अर्को गेटदेखि छिर्नु चाहिँ अनुजको चाहिँ यता रहेछ होइन। अनुजको लुक्स यता कति क्लासकाहरू हुन्। कोही ड्रेसमा आएका छन् कोही आउटमा आएका छन्। हामी चाहिँ आमा छोरी पुरै आउँदैछौँ। साथीहरू त्यत्रो भोइस त सुनिँदै छैन होला। म सानो बोल्दा चाहिँ ठुलो बोलेको जस्तो लाग्छ कि तर सानो बोली आउँदो रहेछ क्या। यस्तो गरेर यताको लुक स्ट्यान्डिङ अनि कोर्सको चाहिँ क्लास रुम कोर्सको साथीहरू यस्तो काटिदिनु त। अनुजको साथीहरू आज डान्सिङ अरे सबैको डान्सिङ। अनि यस्तो रहेछ बोइजको ड्रेस यस्तो रहेछ। अनुजको साथीहरू आएको छु कि म चाहिँ यता नानीको प्रोग्राम छ र। अनि त्यति धेरै प्यारेन्ट्सहरू त 11 बजेदेखि स्टार्टिङ अरे नानीले हतार गरेर यस्तो छ कि यहाँ डेकोरेसन भित्र राम्रो रहेछ। म त त्यति भ्याउँदिनँ र आएको पनि थिएन। प्यारेन्ट्स लागि प्रोग्राम गर्नुको रहेछ। सबै राम्रो रहेछ डेकोरेसनहरू पनि। यहाँहरूको कुनै पनि समस्या त्यस्तो खालको केही रह्यो भनेदेखि यहाँले अत्यन्त नहिचकिचाइकन म्यानेजमेन्टको टेबलमा आएर राख्न सक्नुहुनेछ। यहाँ छैन यहाँ मान्छे छ। वेलकम सङ अरे यहाँ दुईटा खाली क्लासको बच्चाहरूको सङहरू के छ हामी
मेरो फेरि यताको यो टुना बान्ने लगाएको छु कि पिङ्क कलरको। सबैजना बच्चाहरू तर घाँटीमा व्हाइट माला लाउने कलरको। फुलको आँखामा फुलै संसार, ताराको आँखामा तारै संसार। फुलको आँखामा फुलै संसार, ताराको आँखामा तारै संसार। झुल्किन्छ है वस्तु अनुसार, ताराको आँखामा तारै संसार। फुलको आँखामा फुलै संसार, ताराको आँखामा तारै संसार।
जान। क्लासको बेबीहरूको डान्स।
भोकाको चिनरे आउनु छु यता अनि म अहिले निस्किँदैछु यता आउनु पर्दैन भन्ने के फेरि अब हामी चाहिँ लाग्नु आँट्यौँ साथीहरू नानीको स्कुलमा प्यारेन्ट्स डे प्रोग्राम थियो ह्याप्पी प्यारेन्ट्स डे अरे मनाएका रहेछन् अनुहार चाहिँ राम्रो नाचिन् अनि स्टेजमा त राम्रै देखिँदै थियो नि त मेरो छोरी त अहिले त के हो यस्तो डाइन जस्तो अब त्यति मात्रै हो तिम्रो पर्फर्मेन्स सकेको अब जाउँ ल घर ऊ गेटमा नाम लेख्नु अरे अनि अब अनुहार चाहिँ म लान्छु सबैको यहाँ टिकटक सिकटक बनाऊ फोटो सोटो खिचौँ भन्ने कोसँग बनाउनु खिचेको साथीहरू नै छैनन् आमा छोरी साथी रानो बम्बई कि रानो भन्नेमा बनाऊ कि भन्ने पनि भएको थियो बनाउनु चाहिँ मन होइन पर गेटमा जाउँ अरे हौ गेटमा नाम लेखेर अब गर्मी उस्तै रबर बोकिएन अनि राम्रो भयो त अनि मेकअप गरिदिनु भयो मुसी अब घर लाँदै गरेको मुसी जहिले बिरामी हुन्छन् अब हामी त लाग्यौँ म्याम भाइ के ला के चाहियो फेरि यतै सानो बेबीहरूको गाडी के चिज भनेको ध्यान त सानो बेबीहरूलाई लाने ध्यान यता ल्याएको नि क्यान्टिन चाहिँ ऊ भइसक्यो यो क्यान्टिन होइन यो त उयो दादा दिदीहरूलाई खाना पकाउने प्र्याक्टिस गर्नु आमा छोरी हामीहरू यहाँ दमक लखर लखर हिँड्दैछौँ गर्मी पनि हुँदैछ दमक बबाल पाराले यहाँ छोरीको स्कुलमा प्रोग्राम भएर गएको यहाँ हालतै खराब भयो होइन अनि हामी त दमकमा लखर 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 कुद्दैछौँ लखर 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 कुदो मेरो छोरीले पानीपुरी खाने रे दिमाग खराब भन्दै यहाँ म हिँड्दैछु जाँगर पनि छैन लखर 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 कुदो रबर पनि बोकिएर फेरि मुसी त बिरामी भएर अरे के नाम हो त्यो उसको मुसी बिरामी भएर हिजोस्ति रे हो अझ हो त नि अरे मुसी बिरामी भएर मुसीले के खान्छन् अरे मेरो चाहिँ मुसी होइन हो सरले सर अरे के हो त्यो अङ्कलले मुसी भनिदिने पानीपुरी खान्छन् अरे हो साथीहरू मेरो छोरीले पानीपुरी खान्छन् रे गाइस मेरो छोरीले पानीपुरी खान्छन् रे
पानीपुरी पानीपुरी दिनु न 20 रुपियाँको धेरैटा नखाऊ ल 20 को मात्रै खाऊ पानीपुरी खाँदै छिन् रे हो यस्तो छिन् त जति बेला नि तपाईहरुलाई पनि यसो पानीपुरी खानु मन छ भने साथीहरु यहाँ राधाकृष्ण मन्दिर छेउमा आउनुस् ल गाइजहरु मुसीले यहाँ पानीपुरी खाँदै छिन् पानीपुरी खाँदै छिन् त्यसरी पानी चाहिँ पुरीमाको सबै फ्यालेर के त्यसरी खाने रे त्यसरी नि पानीपुरी खाएको जस्तो हुन्छ खै एउटा मन पिरो खानुहुन्छ हामी यहाँ लखर आमा छोरी हिँड्दैछौँ डमकमा चाड्दैछौँ होली छ भोलि पनि होली खेल्न जानुपर्छ चोकमा होइन साना नानी बोकेर हिँड्नुपर्छ लोला किनिसक्यो के किनिसक्यो त्यही बाँकी छ तिम्रो यस्तो भयो लाई ब्राइटनेस बेसी भएछ फेरि तान्ड्राङ आएछ कति रुपियाँ हो यो कुर्ताहरू होलीको लुगाहरू त कति छन् गाइजहरू आउ छिटो होली पुरै होली जता गयो त्यतै